खोजी संसार शिक्षित पार्ने, ज्ञान विज्ञानको खोजी संसार शिक्षित पार्ने। धन्यवाद सञ्चालकज्यूलाई। आदरणीय सभाका सभाध्यक्षज्यू, प्रमुख अतिथि, विशेष अतिथि, निधायक मण्डल, सम्पूर्ण शिक्षक शिक्षिकाज्यू र प्रतियोगितामा भाग लिनुहुने प्रतियोगी एवं अप्रतियोगी मेरा सम्पूर्ण साथीहरूमा स्वीकार्नुहोस्। म चन्दा माध्यमिक विद्यालयको कक्षा 10 मा अध्ययनरत छात्रा सबिना गिरीको तर्फबाट नम्र नमस्कार। आज स्त्री साप्ताहिक माध्यमिक विद्यालयमा हुन गइरहेको लैङ्गिक हिंसा विरुद्ध 16 दिने अभियानको अवसरमा हुन गइरहेको वाद विवाद प्रतियोगितामा म यस्तो विषय लिएर उभिएको छु जसले अहिलेको पुस्ताको मात्र होइन आगामी पुस्ताको समेत भविष्य निर्धारण गर्छ। त्यो विषय हो प्रविधिको प्रयोग वरदानकी अभिशाप। सबभन्दा पहिले त म यो स्पष्ट पार्न चाहन्छु कि प्रविधि मानव सभ्यताको सबैभन्दा ठूलो वरदान हो। सभापति महोदय, प्रविधि एउटा यस्तो चीज हो जसको कारणले सम्पूर्ण पृथ्वीले विकास हासिल गरेको छ। प्रविधि भनेको हामीलाई काम गर्न छिटो र छरितो भने थोरै समयमा धेरै काम गर्न सक्ने साधन हो। म गर्वको साथ भन्न चाहन्छु कि प्रविधि अभिशाप होइन, यो त मानव सभ्यताको सबैभन्दा ठूलो वरदान हो। सबभन्दा पहिले त हामी 21औं शताब्दीको डिजिटल युगमा छौं। यो युगको मेरुदण्ड भनेको नै प्रविधि हो। यदि प्रविधि नहुने हो भने कोरोनाको महामारीमा हामीले महिनासम्म शिक्षाको भविष्य नै गुमाइसकेका थियौं। तर आज प्रविधि विकासको कारणले गर्दा किसानहरूले पनि मोबाइलमै मौसमको विवरण हेर्न पाएका छन्। विद्यार्थीहरूले अनलाइन शिक्षा पाएका छन्। सरकारी सेवाको लाइनमा म घण्टौँसम्म उभिने दिन गइसकेको छ। संस्कृतमा भनिन्छ नि, विज्ञान सही कृपाभूति जगतै अनुग्रहम अनेक धारी सर्व विकास प्रतिबद्धते। अर्थात् विज्ञान वास्तवमा एउटा यस्तो साधन हो जसको कारण सम्पूर्ण पृथ्वीले विकास हासिल गर्छ। किनकि आज प्रविधिको कारणले गर्दा हामी चरा जस्तै छाया हो, जस्तो दृष्टि उस्तै सृष्टि हो। म मान्छु यी सबै समस्याहरू अस्तित्वमा छन्, तर समस्या प्रविधि होइन, प्रविधि प्रयोग गर्ने हामी मानिसहरू हो। यसको लागि म साधारण उदाहरण दिन चाहन्छु। तरबारले रक्षा पनि गर्छ र हत्या पनि, तर त्यो तरबारको दोष छैन, त्यो त हातको हो। भनिन्छ नि, ज्ञान सहितको प्रविधि वरदान र अज्ञान सहितको प्रविधि अभिशाप हो। त्यस्तै हो, प्रविधि यदि हामीले सही प्रयोग गर्न जान्यौँ भने वरदान हुन्छ। तर पूर्ववक्ता साथीले भन्नुभयो यसलाई अभिशाप भनेर परिभाषित गर्नुभयो, तर उहाँको यो भनाइमा म कदापि पनि सहमत छैन। प्रविधि त यो मानव सभ्यताको वरदानको पराकाष्ठा हो। प्रविधिले हामीलाई आज ढुङ्गे युगबाट डिजिटल युगसम्म ल्याएको छ। प्रविधिको कारणले गर्दा पृथ्वीमा हजारौं प्रकारको विभिन्न किसिमको विकास हुँदै गइरहेको छ। धन्यवाद।